What is up, guys? So today is the main thing. हाम्रो बेला इजीको ब्लग बनाइरहेको भएको छ. So today is the main thing. आज हामी जाँदै छौं बिहाको शपिङको लागि. फेरि पनि अलिकति शपिङ गरेको छ अन्त खाजा पनि रेडी भएछ. So wedding day चाहिँ आज हो. So wedding day आज हो. So हेर्दै गर्नु सिनेमेटिक एन्ट्री सबै भन्दै छ आज वेडिङ डेमा. So enjoy. Let's begin with the positive vibes. Let's go. Guys, हामी जाँदै छौं बजार. अन्त यहाँ चाहिँ के रहेछ भन्दाखेरि तपाईको र्यापिडो चल्दैछ. अन्त हामी चाहिँ यो स्कुटी ट्याक्सीमा जाँदैछौँ है. सो स्कुटी ट्याक्सीमा. भारत माता की जय गाइस. Incredible India. Incredible Shillong. Beautiful capital of Meghalaya, the Scotland of East. Welcome to the beautiful place. Guys, welcome to Shillong Point again. This beautiful police bazaar. बिहानको भ्यू यस्तो रहेछ. मजा आउँदैछ. यहाँ हामी र्यापिडो लिएर आएको छौँ है. जन्मिन त एक्लै मर्दैन एक्लै भन्दै हामी पनि एक्लै पुलिस बजार घुम्दैछु आज पनि. I don't know, but see, Google Maps is the only solution out here. So I don't know. I'm going to one of the place, Marba Hub. The place, let me give the wider view. I'm going here. Let's go. So most of the stores are closed because it opens only after 11. त्यसले गर्दाखेरि बजार बन्द रहेछ. Thankfully त्यसकै अपोजिटमा MUDA शपिङ कम्प्लेक्समा गएर मैले सामान पाएँ र त्यहाँनिर हतार गरेर छिटो गरेर सामान किनेर म फेरि पनि बिहापट्टि गएँ. सबैजना रेडी भएर अब हामी हिँड्दैछौँ. मेरो लुक चाहिँ म परै पुगेर अब रिभिउ गर्छु ल. तपाईँ हेर्दै गर्नुहोस्. हामी सो हामी बसेकोदेखि अलिकति पर हामी चर्चमा जाँदैछौँ जहाँनिर मेन इभेन्ट थियो. सेन्ट रोज क्याथोलिक चर्च उम्पलिङ शिलोङ. सो यहाँ जन्तीको गाडीहरू चाहिँ यहाँ छ र हामी पनि यहाँ छौँ. मेरो हातमा पनि लामो देखिरहेको ल. तपाईँ लुक गुड. ओके फिट चेक. सो यहाँ सबैजना हुनुहुन्छ. हामी हेर्दै सबैजना हेर्दै गर्नुहोस्. लेट्स सी एन्ड इन्जोय द भ्लग cinematic experience of the wedding. So the bride is here. So this is your St. Rose Umpling Shillong church जहाँ marriage ceremony is happening. यहाँनिर के रिचुअलहरू हुँदैछ. सो त्यसको हाइलाइट्स लिनुहोस् होला वेडिङको. ट्रेडिसनल क्रिस्चियन तरिकाले सबै प्रकारले यहाँ बिहाहरू भइरहेको थियो. एकदमै सिनेमेटिक र एकदमै म्याग्नमस एक्सपिरियन्स थियो. हामी चाहिँ यहाँनिर दाजु भाउजूको एउटा सानो भिडियो सुट गर्दै रहेछौँ. यहाँ चाहिँ एकदमै मजाको जग्गा रहेछ. एकदम विन्डी पनि रहेछ. मजाको भ्यू पोइन्ट रहेछ एउटा है. जग्गामा हामी आउँदैछौँ. मजा गाडी ब्युटी अफ शिलोङ. एकदमै मजाको सानो हिल्स है अनलाइक सिक्किम. एन्ड या जाँदैछौँ हिँड्दैछौँ. या दिस इज ब्युटिफुल हिल्स अफ शिलोङ. सो यहाँनिर हामी घुम्दैछौँ. आई थिङ्क इट्स क्वाइट विन्डी. सो राम्रो सुन्नु भएको छ छैन मलाई याद छैन. बट आई बिलिभ राम्रो सुन्नुहुँदै होला. द स्टिल सुट इज ह्यापनिङ. भइरहेको छ शिलोङको हिल्स. शिलोङ ब्युटिफुल शिलोङ हिल्स. ब्युटिफुल सनसेट. So guys, after the hectic day on the shoot, we are here for the reception now. Let me switch the camera and show you. So this is the place, the Oak Banquet Hall. So wedding vibe purai हेर्नुस्. So हामी चाहिँ यहाँ फायर प्लेसमा आएको छौँ. साह्रै जाडो भएर चाहिँ आएको तपाईँको लागि. It's very cold out here. However, the ambience of this place is very mesmerizing and very peaceful. It's literally एउटा फोटो सुट जस्तो रहेछ. एकदम मजाको पहिलेको फोटो बुट जस्तो याद आयो हामीलाई. दिदी गर्नु फोटो
सानो फोटो आउँदो रहेछ ओके सो या मजा आउँदैछ अपना दिल तो आवारा न जाने किस पे आएगा बेसिकली यो चाहिँ तपाईको शिलङको क्रिस्चियन वेडिङ रोमन क्याथोलिक क्रिस्चियन वेडिङ कस्तो हुन्छ यसको दृश्य हो सो यस्तो प्रकारले सेरेमोनियल एकदमै है लाइभ म्युजिकदेखि लिएर डिजे नाइटदेखि लिएर सबै है एकदम पपराजी पनि पुरै मान्छेलाई यस्तो हुँदैछ सो या यु क्यान ह्याभ अ लुक एन्ड इन्जोय So that was the video, guys. I hope you all, yes. So and she's next. So yeah, that was the video. I hope you all liked it. If you did like, just like the video, share the video, and if you're new to the channel, subscribe to the video. And see you next one. Till then, keep enjoying life. This is me, Saksa, signing off. Thank you.